हेलो एभ्रिवान गुड मर्निङ सो गाइस अहिले चाहिँ बिहान म अब जान आँटेको छु कहाँ भन्दाखेरि चाहिँ मेरो घाँटीको आज अल्ट्रासाउन्ड हो कि एक्सरे पता नहीं के भन्दै थियो हिजो सो आज एक्सरे हो या फेरि अल्ट्रासाउन्ड हो वहीँ गएर थाहा हुन्छ होइन त्यही गर्नु जान आँटेको छु पुरा घाँटी फुल्लेर सोइलिङ भएको छ यत्रो अन्त यता फर्किनु हुँदैन त्यस्तो भएको छ अन्त मेरो मामालाई चाहिँ म लिएर जान आँटेको छु आज बिचारा मामाको काम कति हुन्छ तर पनि गाडी कुदाउनु आउँदैन होइन के गर्नु अब बुढा छैन भने दुःख पाइँदो रहेछ गाइस भन्न मामा हिँडिदिनुहुन्छ र अनि आज छेमा पनि जानुहुन्छ मसँग हो अन्त आज चाहिँ मेरो यो घाँटीको अल्ट्रासाउन्ड अब के छ अन्त अब रिपोर्टमा के हुन्छ थाहा छैन होइन अब बा त गलफुला मात्रै निस्केको हो भने यत्रो नफुल्लिनु पर्ने बेसी फुल्लेको कारणले गर्दाखेरि चाहिँ यो घाँटीमा मफलर लगाएर हिँडेको गाइस छेमा पनि रेडी भइसक्नु भएको छ हो ल गाइस छेमा पनि आइसक्नु भएको छ है छेमा र कति ब्युटिफुल ब्युटिफुल छ छेमा सो गाइस अब म पुगेर भन्छु तपाईँहरूलाई ल के कसो हुँदो रहेछ रिपोर्ट आएपछि ल